नमस्ते दर्शकवृन्द। भर्खरै यो चुनाव सम्पन्न भएको छ र रासोपाले 2/3 बहुमत ल्याइसकेको छ। समानुपातिकमा पनि उसको निकै आक्रामक सिट ल्याइरहेको छ र मूलधारका पार्टीहरू अहिले बढाइरहेको अवस्थामा छ। यही बिचमा हामीसँग रासोपाका केन्द्रीय सदस्य सुरेन्द्र चौधरी हुनुहुन्छ अहिलेको समसामयिक विषयमा कुराकानी गर्नको लागि। सुरेन्द्रजी, अहिले पश्चिमको थरोटको राजनीति हेर्दाखेरि जसरी नाउपा नेपालका साथीहरू रासोपामा छिर्नुभयो र एक किसिमको थरोट आन्दोलन के रासोमा आएर एक किसिमको डाइभर्ट भएको राजनीति मान्नुपर्छ कि कसरी बुझ्न सकिन्छ? धेरै चाहिँ थरोटको राजनीति सकियो भन्ने छ। रेशम चौधरी लगायतको पार्टीहरू नआएर हामीले चाहिँ यो थरोटको राजनीतिक मुद्दालाई रासोमामा विलय गराएको हो कि त्यो मार्फत थरोटको राजनीतिले जोगाएको हो? त्यसलाई कसरी विश्लेषण गर्नुहुन्छ? नागरिक उन्मुक्ति पार्टीको विघटन या विलयपछि त्यसपछि त्यसमा भएका नेताहरू, म लगायत थुप्रै साथीहरू रासोपामा आइसकेपछि तपाईँले भन्नु जस्तो थरोटहरूको मुद्दा के हो, स्थिति के हो, होइन त्यो सकिएको हो कि नयाँ ढङ्गले उठान गर्ने भन्ने सवालमा मलाई लाग्छ सबैभन्दा पहिला नागरिक उन्मुक्ति पार्टीको कुरा उठेकोले नागरिक उन्मुक्ति पार्टीले सँग थरोटको कुनै पनि मुद्दा नै थिएन। त्यो विडम्बना थियो। तर थारू समुदायमा पूर्वदेखि पश्चिममा यो थारूहरूको मुद्दा बोक्ने पार्टी भनेर विश्वास गरेका थिए। त्यो समाजले बुझ्ने तरिकामा समाजको गल्ती पनि होइन, विश्वासमा चल्ने कुरा हो। र मुद्दा भनेको कागजमा लेखेर पनि हुँदैन, होइन। एउटा औपचारिक रूपमा संसदमा गइसकेपछि, चुनाव जितिसकेपछि, आफ्नो उपस्थिति देखाइसकेपछि, सरकारमा गइसकेपछि त्यहाँ उसले के कुरा उठायो के उठाएन भन्ने कुराको लेखाजोखा हुन्छ। त्यसको आधारमा कुन दलले थरोट मुद्दा उठायो उठाएन भन्ने कुरा हुन्छ। त्यस कारणले त्यो कुरा हेर्ने हो भने विगतमा नागरिक उन्मुक्ति पार्टी सरकारमा पनि गयो, संसदमा पनि गयो र थारूहरूले उठाइराखेका मुद्दाहरू जुन थिए, पहिलो नम्बर त टिकापुरको घटनाको सवालमा के हो सत्य तथ्य छानबिन आयोगका प्रतिवेदनहरू बाहिर ल्याउने कुराहरू थियो, होइन। तिनको झुठा मुद्दाहरूलाई खारेज गर्नुपर्ने थियो। थारूहरूलाई संविधानले तोक दिएको क्लस्टरको आधारमा, सामुदायिक क्लस्टरको आधारमा जुन सबै समुदायको सरकारी निकायको अड्डा अदालत राज्यको हरेक अङ्गहरूमा जुन कोटै नै निर्धारण गरेर विज्ञापन निकालिन्छ र ठाउँ दिइन्छ, त्यो थारू बाहेकले गरिन्छ, होइन। त्यसलाई थारूलाई किन छुटाएको भन्ने माग थियो, होइन। पहिचानको मुद्दा त छँदै थियो, आदि इत्यादि थुप्रो कुराहरू थियो। त्यो कुनै पनि मुद्दा एक दिन पनि संसदमा पनि उठेन, होइन, नागरिक उन्मुक्ति पार्टीले। र एक दिन पनि सरकारमा गएर कुनै क्याबिनेटमा त्यसको बारेमा चर्चा पनि भएन। र तिनै मुद्दाहरूलाई हामीहरू अब त्यो पार्टी विघटन भइसकेपछि, विलय भइसकेपछि रासोपामा हामीले 9 बुँदे सम्झौता गरेर तिनै मुद्दाहरूलाई स्थापित गरेर हामी टाइमलाइन सहित गरेका छौँ। खालि सम्झौताको नाममा सम्झौतै छैन। जस्तो टिकापुर घटनाको सत्य तथ्य छानबिन आयोगका प्रतिवेदनहरू, लाल आयोगको प्रतिवेदन लगायत अन्य प्रतिवेदनहरू सरकारमा गएको 3 महिनाभित्रमा सार्वजनिक गरिनेछ। त्यसमा कतिको विश्वास हुनुहुन्छ? म एकदम कन्फर्म छु। म प्रधानमन्त्रीको छेउमै बसेर, सुरेन्द्र चौधरी छेउमै बसेर त्यो सार्वजनिक गर्छु, यो चाहिँ पक्का ढुक्काउनुहोस्। दोस्रो कुरा, हामीले त्यहाँ लेखेको कुरा जुन कुराहरू छ, थारूहरूको कोटा आरक्षणको कुराहरू जुन छ, क्लस्टरै छुट्याइदिएछ संविधानले। त्यसमा नआएको जुन थारूहरूले सर्वोच्चमा गएका निर्णयहरू थुप्रो छन्, सर्वोच्चले नै आदेश दिएका कुराहरू पटक पटक विगतका दलहरू गएनन्। त्यो सरकारमा नागरिक उन्मुक्ति, त्यो बेलाको तत्कालीन नागरिक उन्मुक्ति पनि थियो सरकारमा, उनले पनि गरेनन्। त्यो चिज हामी 6 महिनाभित्रमा ऐन कानुन बनाएर त्यो कुरा लागू गर्छौँ, यो एकदम कन्फर्म कुरा हो, होइन। यी आदि इत्यादि कुराहरू छन्। अर्को कुरा त संरक्षित क्षेत्र, स्वायत्त क्षेत्रहरूको विशेष क्षेत्रहरूको कुरा अवधारणाहरू छ। त्यो अलि बढी समय लाग्ला, किनकि त्यो थारूसँग मात्रै सम्बन्धित हुँदैन। त्यो समग्रमा देशभित्रका त्यस्ता विभिन्न अल्पसङ्ख्यक विभिन्न समुदायहरूसँग सम्बन्धित भएको सबैसँग छलफल अलि लामो समय लिएला। त्यो कुरा पनि अगाडि बढ्छ। यो कुरामा हामीले सम्झौता गरेको सवाल चाहिँ या नागरिक उन्मुक्तिमा विगतमा उठेका थारूका मुद्दाहरूलाई हामी रासोपाबाट सम्बोधन प्रयास होइन, हामी ठोकेर भन्छौँ, गर्छौँ। र ती मुद्दाहरू रासोपा सरकारमा गइसकेपछि
फेरि त्यही मुद्दाको लागि चाहिँ थारू समुदायले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुँदैन। यो कुरामा चाहिँ हामी ढुक्क छौँ। जस्तै यो पूर्वको मधेसमा जसरी मधेसी दलहरू थिए, अहिले उनीहरू पनि सङ्कटको अवस्थामा पुगेका छन्। राजसभाबाट केही साथीहरूलाई हामीले थारू साथीहरूलाई नै विश्वा चौधरी या अमरकम चौधरी लगायतलाई हामीले सांसद बनाउन सकेका छौँ। जसरी पहिले चाहिँ थरुहटको राजनीति अथवा थरुहट प्राधिसानको राजनीति पश्चिम मात्र सीमित थियो, हामीले त्यसलाई चाहिँ राजसभामा मार्फत पूर्वकमा पनि जोड्न खोजेको हो कि यसलाई कुन अर्थमा लिन सकिन्छ? यसमा सुरुमा टिकट वितरणदेखि समानुपातिकै बेलादेखि नै हामीले राष्ट्रपाको नेतृत्व खास गरी सभापतिजीलाई होइन र बालनजीलाई दुइटैलाई हामीले के भनेको थियो भने तपाईँहरूलाई थारूहरूको थारूभित्र पनि विभिन्न क्लस्टरहरू छन् होइन। त्यसमा राणा थारू भयो, कठरिया थारू भयो, डङ्गौरा भयो, देशौरा भयो, पूर्वका हजुर भने जस्तो होइन सप्तरीतिरको एउटा छ, मोरङहरू छ। यो सबैको आफ्नै तरिकाको कुनै न कुनै तरिकाले पहिचान छ। अनि त्यो कुरा तपाईँहरूले थाहा छैन, हामीहरूलाई थाहा छ। त्यस कारण त्यो थारूभित्रको पनि सब क्लस्टरहरूलाई कसरी ठाउँ दिने भन्ने सवालमा त्यसले पूर्व र पश्चिमलाई जोड्छ भन्ने कुरा हाम्रो एकदमै गहन छलफलमा थियो पार्टी सभापति र बालनजीसँग। र त्यो कुरा उहाँले मनन गर्नुभयो र पूर्वदेखि पश्चिमतिर त्यसरी नै हाम्रो उम्मेदवार छनौट गरेका थियौँ। अहिले चाहिँ तपाईँ समानुपातिक उम्मेदवार हुनुहुन्छ, थारू क्लस्टरबाट 1 नम्बर हुनुहुन्छ। विगतको चुनावमा हेर्दाखेरि जस्तै योगेन्द्र चौधरी पनि थारू क्लस्टरबाट 1 नम्बरमै हुनुहुन्थ्यो, तर उहाँ छानिन सक्नु भएन। अब तपाईँलाई अग्रिम बधाई पनि छ, तर तपाईँ अब सांसद छानिनेमा कतिको दुःख हुनुहुन्छ? म 200% दुःख छु। जस्तै अब यो दाङदेखुरीको क्षेत्र नम्बर 1 को अलिकति चर्चा गरौँ। यहाँ चाहिँ काङ्ग्रेस अलिकति बलियो हुने अनुमान गरिएको थियो, तर कति कारणले गर्दाखेरि हामीले जुन यो प्रतिद्वन्द्वीको जुन अन्तर छ नि त्यसलाई उहाँहरूले बढाउन नसक्नुको कारण खास गरेर यो एरियामा तपाईँलाई के लाग्छ? कसरी विश्लेषण गर्नुभयो? तपाईँ जुन घुम्नुभयो चुनावी माहौलमा, त्यसलाई थोरै संस्मरण गरिदिनुहोस् न। पहिलो कुरा त यो जेएनजी विद्रोह भइसकेपछिको 6 महिनाभित्रको इलेक्सन हो। यो राजनीति पोलिटिकल साइन्समा डोमिनो इफेक्टको वेभले कति महिनासम्म धान्छ भन्ने पनि छ। त्यसकारणले 6 महिनासम्म त्यसको वेभलाई जे गर्दा पनि त्यसलाई तपाईँले न्यूनीकरण गर्न सक्नुहुन्न जबसम्म अर्को तपाईँले कुनै त्यसमा त्यो वेभलाई रोक्ने तपाईँसँग कुनै रणनीति हुँदैन होइन। र नेपाली काङ्ग्रेस भनेपछि अहिले पनि गगन भनेर जो पढे लेखेका मान्छेहरूले युवाहरूले बुझ्लान् गगन या विश्वप्रकाशहरूको एउटा क्रेज होला होइन। तर आम नागरिक जसलाई आम समुदाय जसलाई भन्छौँ तिनीहरूले त्यति गगन र शेरबहादुर देउवामा फरक देख्दैनन् होइन, जो आम भोटर्सहरू छन्। यो शेरबहादुर देउवाकै पार्टी हो, त्यो पनि 6 महिना अगाडिसम्म 2 महिना अगाडिसम्म 1 महिना अगाडिसम्म त शेरबहादुर नै हुनुहुन्थ्यो होइन। तिनै पुराना नेताहरूकै वर्चस्व भएको पार्टी हो भन्ने सबैको आम बुझाइ छ। त्यसको प्रतिफल हो अफकोर्स उनीहरूले गरेका व्यतिथि होइन। र जेएनजी आन्दोलनमा यसको बालबालिकाहरूको रगतको छिटा उनीहरूको शरीरमा छ, त्यो नपखालिँदै चुनाव भागसित कसरी सक्नुहुन्छ? सक्ने कुरै थिएन। अलिकति त्यसमा यो दाङदेखुरीको जोड्नुहोस् त तपाईँको विशेषण मैले भनेको। होइन, दाङ देउखुरीमा सबैभन्दा बढी थारू बाहुल्य भएको क्षेत्र नम्बर 1। त्यस हिसाबले योगेन्द्रजी थारू भएकै कारणले भोट पाउनुहुन्छ भन्ने धेरैको विश्लेषण थियो होला, थियो होइन। जुन कुरा भएन, परिणामले देखाएन होइन। त्यो चिज सबैले बुझ्नुपर्ने के हो भने त्यो एउटा पाटो मात्रै हो कि होइन। त्यो समुदायले एउटा समुदायले आफ्नो समुदाय छ कि छैन भन्ने सवालको कुरामा हेर्दाखेरि बालेनको जुन कुरा आयो, बालेन आइसकेपछि नेपाली राजनीतिमा र बालेनले जुन हिमाल पहाड तराई सबैतिर एउटै किसिमले जुन मान्छेहरूको क्रेज देख्यो, अनि त्यो क्रेज भनेको नेपाली समाजमा जुन मैले आजै पनि लेखा पनि छु होइन। थारू आफ्नो जातभित्र, उदाहरणको लागि थारूहरूले आफ्नो थारू मात्रै हेर्ने र थारूभित्र पनि आफ्नो गोत्र खोज्ने होइन। बाहुनहरूले बाहुन मात्रै देख्ने र बाहुनभित्र पनि आफ्नो गोत्र खोज्ने होइन। क्षेत्रीहरूले पनि त्यही गर्ने होइन। क्षेत्री खोज्ने र क्षेत्रीभित्र पनि आफ्नो गोत्र खोज्ने।
यो कुरालाई अहिले बालेनको क्रेजले जसरी मधेसी भएर पनि उहाँलाई हिमाल पहाडले पनि उत्तिकै सम्मान दियो, अब यो मानसिकताले तोड्दैछ जबरजस्त तरिकाले। हेर्नुहोस् होइन, आफ्नो जातभित्र पहिला आफ्नो जात खोज्ने समाजमा, अनि आफ्नो जातभित्र पनि आफ्नो गोत्र खोज्ने, त्यो सङ्कुचनको कुरालाई अहिले नेपाली समाजको चरित्रलाई चाहिँ बेस बालेनले प्रहार गरेको छ होइन। त्यो एक हिसाबले त्यो देशको जुन हामी नेसन बिल्डिङ बालेनजीको जुन अहिले दुईवटा कुरा छ कि उहाँले आइरहेको धेरै मान्छेले समृद्धि र विकास मात्रै हुन्छ, उहाँले एउटा पटक पटक के भनिरहेको छ भने राष्ट्रपालले होइन, यो राष्ट्र निर्माण नेसन बिल्डिङ र समृद्धि विकासको कुरा सँगसँगै जान्छ होइन। अनि राष्ट्र निर्माण भनेको जुन समुदायहरू आफू जो बहिष्कृत छन् तिनीहरूले राष्ट्रिय मूलधारमा चाहिँ हामी पनि छौँ है भन्ने महसुस पनि गराउने र विकास र समृद्धिको एजेन्डालाई सँगसँगै लैजाने, र त्यो कुरा कुनै जातको नामै कोट नगरिकन, कुनै समुदाय विशेषको नामै कोट नगरिकन राष्ट्र निर्माण जसलाई नेसन बिल्डिङ भनिन्छ होइन, त्यो मार्फत लैजाने कुरा उहाँले सँगसँगै लगेकोले पनि जो बुझेका समाजभित्र जो प्रभावशाली भएका चाहे थारू बाहुन छेत्री सबै समाजमा बुद्धिजीवी पढे लेखेका मान्छेहरूले त्यो कुरालाई त्यसरी बुझे जस्तो लाग्छ होइन। र सङ्कुचन एउटा जातभित्र भोटलाई सीमित गर्नुहुन्न भन्ने किसिमको बुझाइ समाजमा व्यापक देखियो र यो बालेन क्रेजले र बालेनको ऊ पनि देखिन्छ, त्यो एउटा पहिचान पनि त्यही हो होइन। तपाईँ अब त्यसमा अहिले राजसभाको थिङ्क ट्याङ्कमा पनि हुनुहुन्छ। अब अहिलेको भर्खरैको कुरा गराइले जस्तै अब मूलधारको पार्टीमा विभिन्न किसिमको चाहिँ त्यहाँ भातृ सङ्गठन बनाएको हुन्छ होइन, जस्तै अब योगेनजी थारू सङ्घकै अध्यक्ष हुनुहुन्छ होइन, त्यस्तो राजसभाले पनि परिकल्पना गर्छ कि तपाईँ त्यसमा छैन? हामी त्यो जातीय भातृ सङ्गठनको हामी यो पार्टी विरुद्धमा हो। म आफै व्यक्तिगत हिसाबले पनि मैले सुरुदेखि के भनिरहेको भने जस्तो तपाईँले भनिहाल्नुभयो नेपाली काङ्ग्रेसकै थारू सङ्घ के छ होइन, त्यस्तै केही छ। त्यसको तपाईँले भनेको योगेन्द्र चौधरी त्यसको के हुनुहुन्थ्यो, अध्यक्ष हुनुहुन्थ्यो। त्यो डम्पिङ साइट हो होइन, थारूहरूको भोट लिने र पार्टीमा एउटा ठाउँ दिनको लागि चाहिँ थारूहरूको भाषामा घुराउरा भन्छ, फोहोर फाल्ने होइन, काम नलाग्ने चिज गरेर एउटा खाल्डो खनेर फालिदिने होइन। अनि त्यो डम्पिङ साइट जस्तो हो कि थारू अब धेरै आए यिनलाई ठाउँ दिनु पर्यो भनेर ती पार्टीहरूले काङ्ग्रेस एमाले माओवादीहरूले जुन थारू सङ्गठन के नाम दिएर बनाउँछन् त्यो डम्पिङ साइट हो। मैले सुरुदेखि भनिरहेको छु त्यो काम राष्ट्रपालले गर्दैन। ल हामीले एकदम छोटो कुराकानी गऱ्यौँ। तपाईँलाई सांसदको फेरि अग्रिम बधाई सहित नयाँ देश निर्माणमा लाग्नुहोस्, अगुवाई गर्नुहोस्, शुभकामना छ। हस् हजुरलाई पनि धन्यवाद छ।